हर्क साम्पाङले पार्टी खोल्यो भन्दाखेरि चाहिँ म एकदम खुसी भएको थिएँ क्या। कुलमान पनि त्यहीँ जान्छन् होला, बालेन पनि त्यहीँ जान्छन् होला, नयाँ शक्तिहरू चाहिँ मिलेर जानुपर्छ होइन भनेर मक्ख परेको थिएँ। बिचरा रविले बोलायो होइन, ऊ ठगै होला, ऊ चोरै होला, तर देश बनाउने कुरामा त अघि बढिरहेछ नि त। जे भए पनि अब देश बनाउनको लागि चाहिँ एकता जरुरी छ भनेर चाहिँ अगाडि बढिदिएको भए के हुन्थ्यो। अब अहिले उनीहरू रवि र बालेन एक भयो, हर्कलाई ज्वरो आएर आमामा स्ट्याटस ठोकेको ठोके, जथाभावी बोलेको बोलै गर्दैछ। अब चाहिँ मैले हर्कलाई समर्थन गर्न छोडिदिएँ होइन। फेरि राम्रै काम गर्नुहुन्छ, राम्रै गरी आउनुहुन्छ भने त म तयार छु। रविसँग नमिल, बरु मसँग मिल्न आइज भनेर बोलाउँदा नि भयो, त्यसमा नि म केही भन्दिनँ। तर आफू पनि नमिल्ने, अर्कालाई नि मिल्न नदिने चाहिँ गर्नु भएन। अब कुलमान घिसिङ सानो कुरामा पछि सरे होइन। त्यो चाहिँ अब पार्टीको नाम अनि चुनाव चिन्ह, पार्टीको चिन्हले गर्दाखेरि स्वतन्त्रमा आउन चाहेनन्। सभापति पनि उसैलाई चाहिने रे। देश बनाउने कुरामा चाहिँ यस्तो सानोतिनो कुरामा अल्झेर हुँदैन क्या। देश बनाउने हो भने केही गर्नु पर्यो, नत्र त्यही पुरानो नेताहरूको जस्तो ताल देखाउनु भएन। यो राम्रो होइन।